सेर्तुङबाट देखेको गणेश हिमालको भ्यू। यो सेर्तुङ गाउँ। हामी चाहिँ यहाँ माथि घले दरबार बुद्ध पार्क छ अरे, त्यहाँ जाँदैछौँ हाम्रो टोली। तातो पानी पनि जाने कार्यक्रम थियो, तर अहिले हिजो मात्रै एउटा चाहिँ राम्रो घटना घट्यो भन्ने सुन्नमा आयो। त्यहाँ होटलका दाजुहरूको अनुसार अब डोजर के अरे जेसिबी नै चाहिँ पुरिएर चाहिँ जेसिबी चालकको नै मृत्यु भएको भन्ने सुन्न आयो। र त्यहाँ तातो पानी कुण्डमा पनि ढुङ्गाहरू आइरहेको कारणले गर्दाखेरि जान सक्ने अवस्था छैन भन्ने आएको कारणले गर्दा त्यहाँ चाहिँ हामी जान सम्भव होला जस्तो छैन। यद्यपि माथि हामी घले दरबार जाँदैछौँ। साथीहरू केही अगाडि पुगिसक्नु भएको छ, केही साथीहरू पछाडि हुनुहुन्छ। बिहानको समयमा चिया नास्ता गरिसकेपछि हामी माथि उक्लिँदैछौँ। यो सेर्तुङ चाहिँ विशेष गरेर चाहिँ यो चाहिँ सिङ्ला जहाँबाट चाहिँ अब काठमाडौँ पनि देखिन्छ भन्ने प्रश्न देखिन्छ अरे। त्यहाँ जान चाहिँ यहाँबाट 4-5 घन्टा लाग्छ अरे। यो डाँडाभन्दा उतापट्टि तिप्लिङ रहेछ। त्यो हिमालबाट चाहिँ लागिसकेपछि चाहिँ चाइनाको बोर्डर, यता लागिसकेपछि रसुवा रहेछ त्यो डाँडा उतापट्टि। यहाँका घरहरू पनि निकै अनौठो प्रकृतिका रहेछन्। माटो प्रयोग नगरेर ढुङ्गाको मात्रै घरहरू रहेछन्, कि ढुङ्गा कि काठको त्यस्तो घरहरू भेटियो। हामीलाई अनौठो पनि लाग्यो यो देख्दाखेरि, किनभने ढुङ्गा अडाएर घर बनाउनु चाहन्छु नि कुरा पक्कै छैन। स्याउहरू लगाइएको रहेछ, स्याउको बोट देखियो। यहाँ भर्खर सुरु भएर छ। यहाँ माथि गइसकेपछि चाहिँ स्याउहरू पनि कहाँनिर छ हजुर? ए स्याउ फलिरहेको पनि रहेछ। फर्सीको पनि पात पनि फरक किसिमको छ हामीहरूको भन्दा। यो नितान्त त्यो खालको देखियो यहाँ। फुल हो यो खालको, यो किसिमको फुल हो यो। अनि यो चाहिँ यो लेखाली सिमी। हामी गलत बाटो आयौँ भने आयो। स्याउको बोट तपाईँहरूलाई म नजिकबाट दिन्छु, फलिरहेको पनि रहेछ स्याउ। र यहाँबाट अझै देखिएको छ, माथि बाटो अझै क्लियर देखिने छ। हामी स्याउ फलेपछि हेर्न पो हाल्छ बाटो यो हैन नि त, थाहा छैन हेर्न। हामी गलत बाटो आएको भने थाहा पाएपछि चाहिँ हामीलाई गाइडले चाहिँ सही बाटोतर्फ चाहिँ डराउनु भएको छ। जाँदैछौँ। केही साथीहरू पछाडि हुनुहुन्छ। हाम्रो डेस्टिनेसन चाहिँ त्यहाँ माथि घले दरबार बुद्ध पार्कसम्म हो। कोदोहरू पाकिसकेको रहेछन्, लगभग टिप्ने बेला भइसकेको रहेछ। निकै बाक्लो गाउँ छ तिर्को बस्ती। यो हाम्रो नेपालमै हामीले देखेको हामीले नदेखेका धेरै ठाउँहरू छन्। घुम्नुपर्ने ठाउँहरू, जानुपर्ने ठाउँहरू, नयाँ सभ्यता, नयाँ संस्कृति,
नयाँ परम्परा, नयाँ रीतिरिवाज, नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ भूगोल, नयाँ वातावरण, सम्पूर्ण कुराहरू जान्नको लागि चाहिँ फरक फरक ठाउँ जानुपर्ने रहेछ। लगभग हामी 2100-2200 मिटरको हाइटमा छौँ अहिले। र यो चाहिँ धादिङको सबैभन्दा माथि, सबैभन्दा उत्तरी ध्रुवमा रहेको चाहिँ पालिका रुईभाली गाउँपालिका हो। धादिङको विषयमा तपाईँलाई जानकारी नै छ। तराईदेखि हिमालसम्म छोएको एकमात्र जिल्ला हो र यहाँको चालचलन, रीतिरिवाज, वेशभूषा पनि नितान्तै एउटा पालिका, एउटा ठाउँ, एउटा गाउँबाट अर्को गाउँसम्म फरक छ। गाउँको भ्यू यहाँबाट अझै क्लियर देखिने रहेछ, अझै माथिबाट अझै क्लियर देखिन्छ भन्ने मलाई आशा छ। त्यो खोज चाहिँ आँखु नदी हो, माथि त्यो हिमालबाट आएको। त्यो माथि देखेको टुप्पो गणेश हिमाल अलि बादल लिन सुरु भइसक्यो जस्तो देखियो। साथीहरू अलि अगाडि नै पुग्नु भएछ र यो माथि सबै चाहिँ नियालो घारी छ। नियाला चाहिँ विशेष गरेर हाम्रो यहाँका दाजुभाइहरूले चाहिँ थुन्चे, डोको, त्यस्तै गरेर भगारी बनाउनको लागि, बुन्नको लागि प्रयोग गर्नुहुन्छ र त्यो बुनेर चाहिँ हामीहरूको तल गाउँतिर पनि ल्याउनुहुन्छ। क्लियर आकाश छ, तपाईँ देख्न सक्नुहुन्छ। जति माथि आए गाउँको सुन्दरता त्यति राम्रो देखिएको छ। तपाईँको यति माथि आएर यति सुरक्षित बस्ती छ, यहाँ कुनै पनि बाढी पहिरो केहीको डर छैन र यति माथि हाइटमा पनि इन्टरनेट, बत्तीको सुविधा, पहुँच विस्तार भइसकेको देखेर पनि खुसी लाग्यो। हिमालको काखमा निकै नजिक छ हिमाल। विभिन्न यहाँका लेकाली फुलहरू फुलिरहेका छन्। विशेष त यो अब तिहार आउन लाग्यो, फुल फुल्ने मौसम पनि हो। यहाँ छुट्टै प्रजातिका फुलहरू फुलिरहेका छन्, जुन पहाडका तल्ला इलाकाहरू तराईतिर पाइँदैन। भयङ्कर ठुलो गाउँ छ। योभन्दा ठुलो अझै यही गाउँपालिकामा रहेको चाहिँ लापाको ठुलो गाउँ भन्ने चाहिँ गाउँ अझै ठुलो छ अरे। यद्यपि यहाँको गाउँपालिका कार्यालय चाहिँ रुईभालीको यहीँ रहेको छ र एउटा त पढ्दैन सबै दार्जिलिङ पनि। हामी बसेको घर कुन हो त? तल है यता हो। उ यता 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 होइन नि सर, उ यता हो हामी बसेको। यता हो क्या? यता त्यस्तै घर थियो क्या, त्यो सेम केही घर थियो क्या। ओइ हामी अघि बसेको घर कुन हो ल? पत्ता लगाऊ ल। हामी बसेको घर उयो हो क्या? यो घर हो क्या हामी बसेको घर? ए झन्डा थियो त्यही रहेछ त, त्यही रहेछ त बुढा। अगाडि मात्रै राम्रो जस्तो हालेको थियो, पछाडि त खराब थालेको। निकै सुन्दर दृश्यहरू। यो सबै
पुसमा सबै हिउँ पर्छ नि यहाँ। यो गाउँमा शुद्ध हिउँ पर्छ अरे। यहाँ गाउँमा हिउँ परिसकेपछि चाहिँ यहाँको खेती राम्रो हुन्छ भन्ने रहेछ। अब त्यो विषयमा त यहाँकै स्थानीयहरू नै जानकार हुनुहुन्छ। यो बादल लाग्दै गएको गणेश हिमालको टप तपाईँलाई देखाउँछु भनेको देखाउन सकिन्न कि जस्तो लाग्न पनि थाल्यो। किनभने लापा यो डाँडा पछाडि होइन, यता हो लापा, यता हो, यता जति माथि आयो त्यति सुन्दर छ नि हेर्नु।